एउटा संसदीय प्रणालीलाई हामीले स्वीकार गर्छौँ। किनभने एउटा लक्ष्य प्राप्ति गर्नको लागि, एउटा गन्तव्य प्राप्ति गर्नको लागि एउटा राजनैतिक एउटा ठुलो परिवर्तन आइरहेको अवस्थामा हामीले फेरि त्यसमा ठुलो खालको आन्दोलन गर्न, त्यसलाई अगाडि बढाउन हामीले चाहेनौँ। तर हाम्रो मुद्दा चाहिँ एउटा सशक्त मुद्दा भयो। हाम्रो विचार चाहिँ जनमुक्ति विचारधारा चाहिँ सशक्त हुने भइसकेपछि हाम्रो पार्टीभित्र विभिन्न किसिमका आक्रमणहरू चाहिँ भए, भाइरसहरू पस्यो। त्यसको बावजुद पनि हामीलाई केही समस्या भयो। त्यसपछि चाहिँ तपाईँको के आयो भने जनयुद्ध 12 वर्षे 10 वर्षे जनयुद्ध होइन, जनयुद्धले हामीलाई गाउँ पस्न पाएन। हामीलाई कस्तो अवस्था भयो भने हाम्रो मुद्दा सेम मुद्दा मोटामोटी वर्गीय मुक्तिको कुरा बाहेक बाँकी मुद्दाहरू चाहिँ नेकपा माओवादी, तत्कालीन नेकपा माओवादीले लिएर जङ्गल पस्यो। अनि हाम्रो मुद्दा हामीले गाउँ पस्दाखेरि, हामी सहर र गाउँ पस्दाखेरि के भयो भने अब यो जनमुक्ति पार्टीले हाम्रै मुद्दा चाहिँ बाहिर ल्याइदिएको हुन्छ, गाह्रो हुन्छ। माओवादीबाट पनि हामीलाई गाउँ र जनता समक्ष जाने कुरामा अवरोध भयो। अर्को कुरा, माओवादीको मुद्दा र जनमुक्तिको मुद्दा उस्तै सरकारलाई पनि लाग्यो। त्यसो भएपछि हाम्रो पार्टीका नेता कार्यकर्ताहरू माओवादीका नाममा धेरै ठाउँमा जेल परे, कोही साथीहरू शहीद भए। तर विडम्बना अब सत्ता पक्षबाट पनि जनयुद्धमा पसेका साथीहरूबाट पनि हामीलाई दुईतिरबाट हामी चेप्न पर्यो। त्यसले गर्दा चाहिँ हामी यो मुद्दालाई त्यति सशक्त बनाउन पाएनौँ। अर्को कुरो, त्यसपछि चाहिँ हाम्रो पार्टीलाई त्यो आक्रमणको क्रममा चाहिँ विभिन्न आरोप प्रत्यारोपहरू लाग्यो। यो चाहिँ जनमुक्ति भनेको जातिहरूको पार्टी हो, राजनीतिको पार्टी। पूर्वमा पश्चिममा मगर गुरुङको पार्टी भनिदियो, तराईमा गयो भने मगर र यो गुरुङको पार्टीमा किन लाग्छ भन्ने कुरा हो। यो जातीय लेपनको कुरा चाहिँ हामीहरूलाई आइलाग्यो। त्यसो भएपछि चाहिँ के हो भन्दाखेरि अहिले पनि यहाँहरूले सुनिरहनु भएको छ, अब लिम्बुवान प्रदेश नाम राख्नुपर्छ भन्दाखेरि चाहिँ यो मुलुकका गिरिजा प्रसाद कोइराला, सुशील कोइराला, देउबाजीहरू, पौडेलजीहरू, एक ओलीजीहरू, मैनालीजीहरू, नेपालजीहरूले के भनिरहनु भएको छ भने यो खम्बान लिम्बुवान भनेको त जातीय राज्य हो, कहाँ जातीय राज्य दिन सकिन्छ। अब ठुला नेताले च्याट्टै भनिदिएपछि हाम्रा मान्छेले बुझिदियो त्यस्तै। अब तपाईँहरूलाई अलिकति अगाडिको कुरा मैले सुनाउँछु, हाम्रो पार्टीको घटना। जनमुक्ति पार्टीको नेताहरूले चाहिँ यस्तै भाषण गर्दै गए, तर छेउमा एकजना हिँड्ने साथीले यो एउटै शब्द नभनिदिएको भए साइलो कति राम्रो हुन्थ्यो। हाम्रो सुन्ने मान्छे लालाक लुलुक भयो। त्यसले गर्दाखेरि हामीलाई एउटा जो पनि भयो। अर्को कुरा चाहिँ के हो भन्दाखेरि हाम्रो साथीभाइहरू नेपाली जनतालाई हामीले बुझाउन नसकेको कुरा चाहिँ के हो भन्दाखेरि यही छिमेकी मुलुक भारतमा बङ्गाल भन्दा हुने, बिहार राज्य भन्दा हुने, पन्जाब राज्य भन्दा हुने, तमिलनाडु राज्य भन्दा हुने, होइन, मद्रास राज्य भन्दा हुने। तर नेपालमा चाहिँ अब लिम्बुवान भन्दा, नेवा भन्दा, थरोड भन्दा, होइन, तमुवान भन्दा, खरसाङ भन्दा अब यो चाहिँ जातीय राज्य भने यो विडम्बना। यो कुरामा चाहिँ के हो भन्दा ठुला नेताहरूले बोलिदिए सकिएको। एउटा विद्वान लेखकले चाहिँ 2 लाइन जे लेखिदिए पनि 10वटा व्याख्या गरिदिँदो रहेछ। तर यहाँ तथाकथित विद्वान नभनिएका विद्वानहरूले कति मिठो कविता गीतहरू लेख्दाखेरि पनि त्यसको मूल्य नहुने। अनि मुलुकको त त्यस्तै छ। त्यसले गर्दाखेरि अब हामीले लिम्बुवान भनिरहँदाखेरि यहाँ लिम्बू जातिको राज्य भयो, तर त्यही पल्लोपट्टि वेस्ट बेङ्गाल भन्दाखेरि, होइन, बङ्गाल राज्य भन्दाखेरि चाहिँ अब बङ्गालीहरूको राज्य त भन्दैन। भारतमा त्यही राज्यहरूको अहिले राज्यहरू मिलेर बिहार, बङ्गाल, पन्जाब, मद्रास, होइन, आसामिसहरू भन्दाखेरि कति बलियो राष्ट्र भएको छ। आज विश्वको एउटा शक्तिशाली नम्बर 1 एउटा शक्तिशाली राष्ट्र भनिरहेको छ। अघि यहाँ एउटा प्रश्न आएको, होइन, ब्रिटेन, बेलायत, युनाइटेड किङडम, त्यहाँ 4वटा स्टेटहरू छ। अब त्यहाँ छुट्टी नपाउने कि नपाउने, जनमत सङ्ग्रह गर्ने अधिकार पनि सबै कुरा छ।
तर त्यहाँ पनि तपाईँ हेर्नुहोस्